जयमसिंह दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामी पवित्र शास्त्रको एउटा अत्यन्तै व्यावहारिक र जीवन परिवर्तनकारी वचनमा मनन गर्न गइरहेका छौं, जुन हितोपदेश 14 अध्याय 1 पदमा लेखिएको छ। हरेक बुद्धिमती स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर मूर्ख स्त्रीले आफ्नै हातले त्यसलाई भत्काउँछे। यो वचनले पारिवारिक जीवनमा एउटा स्त्रीको भूमिका र परमेश्वरको बुद्धिको महत्त्वलाई अद्भुत तरिकाले प्रकट गर्दछ। यस वचनको गहिराईलाई हामी केही मुख्य बुँदाहरूमा बुझ्नेछौँ। 1. घर निर्माण गर्नु र भत्काउनुको अर्थ। यहाँ घर निर्माण गर्नु भन्नाले इँटा र ढुङ्गाको भौतिक घर बनाउनु मात्र होइन, तर परिवारमा शान्ति, प्रेम, एकता र आत्मिक जग बसाल्नु हो। बुद्धिमती स्त्रीले आफ्नो बोली, व्यवहार र प्रार्थनाद्वारा परिवारलाई जोडेर राख्छे। यसको विपरीत मूर्ख स्त्रीले आफ्नै हातले घर भत्काउँछे। यसको अर्थ उसले हतियार लिएर घर भत्काउने होइन, तर आफ्नो अनियन्त्रित जिब्रो, क्रोध, घमण्ड र ईर्ष्याद्वारा परिवारको सुख शान्तिलाई सखाप पार्छे। हितोपदेश 31 अध्याय 26 पदमा बुद्धिमती स्त्रीको बारेमा भनिएको छ, त्यसले आफ्नो मुख बुद्धिले खोल्छ र त्यसको जिब्रोमा कृपालु उपदेश हुन्छ। 2. पुरानो र नयाँ करारको उदाहरण। पुरानो करारमा हामी 1 शमूएल 25 अध्यायमा अबिगेलको उदाहरण पाउँछौँ। उनका पति नाबाल एक मूर्ख र घमण्डी मानिस थिए, जसले राजा दाउदलाई रिस उठाउने काम गरे। तर अबिगेलले आफ्नो बुद्धिमानीपूर्ण निर्णय र नम्रताद्वारा आफ्नो पुरै घरानालाई विनाश हुनबाट बचाइन्। नयाँ करारमा नयाँ करारले पनि यसै सत्यलाई जोड दिन्छ। 1 पत्रुस 3 अध्याय 1 र 2 पदमा लेखिएको छ कि पत्नीहरूको पवित्र र आदरयुक्त चालचलनद्वारा उनीहरूका अविश्वासी पतिहरू पनि बिना कुनै प्रचार प्रभुमा हुन सक्छन्। यो नै स्त्रीले आफ्नो घर आत्मिक रूपमा निर्माण गर्ने तरिका हो। 3. परमेश्वरको बुद्धिको महानता। यो वचनले हामीलाई यो पनि सिकाउँछ कि संसारको ज्ञानले घर चल्न सक्दैन, त्यसका लागि परमेश्वरको बुद्धि चाहिन्छ। परमेश्वरको बुद्धि कति महान र सामर्थी छ भने त्यसले असम्भव कुरालाई सम्भव बनाउँछ। हितोपदेश 9 अध्याय 1 पदले भन्छ, बुद्धिले आफ्नो घर निर्माण गरेको छ। यसको अर्थ परमेश्वरको बुद्धि नै घरको बलियो जग हो। मानव बुद्धिले बदला लिन सिकाउँछ, तर परमेश्वरको महान बुद्धिले क्षमा गर्न, धैर्य गर्न र प्रेम गर्न सिकाउँछ। नयाँ करारको याकूब 3 अध्याय 17 पदमा लेखिएको छ, माथिबाट आउने बुद्धि चाहिँ पहिले शुद्ध, त्यसपछि शान्तिप्रिय, भद्र, सम्झाउन सकिने, दया र असल फलहरूले भरिएको, पक्षपात रहित र कपटहीन हुन्छ। जब एउटा परिवार परमेश्वरको यस्तो महान बुद्धिद्वारा निर्देशित हुन्छ, तब त्यो घर संसारकै सबैभन्दा सुन्दर र सुरक्षित स्थान बन्दछ। निष्कर्ष, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, घर बनाउनु वा भत्काउनु हाम्रै हातको छनौट हो। परमेश्वरको बुद्धि कति महान छ भने यसले एउटा सामान्य घरलाई पनि स्वर्ग जस्तै सुन्दर बनाउन सक्छ। त्यसैले आज हामी आफ्नै मानव बुद्धिमा होइन, तर परमेश्वरको महान बुद्धिमा भर परौँ, ताकि हाम्रा परिवारहरू परमेश्वरको महिमाका लागि बलियो गरी निर्माण हुन सकुन्। परमेश्वरले यो वचनद्वारा हामी सबैलाई आशिष दिउन्। धन्यवाद। जय मसीह।